अव्यवस्थित जीवनशैली र धेरै दौडधुपका कारण अहिले प्राय मानिसहरूमा गर्दन र कम्मरको दुखाइ धेरै देख्न पाइन्छ। यो प्राय मेरुदण्डका हड्डीहरू खिएर, मेरुदण्ड वरपरका मांसपेशीहरू कमजोर भइएर र नसा च्यापिएर देखेको पाइन्छ। यस समस्याको समाधानका लागि धेरै उपचार विधिहरू उपलब्ध छ। तीमध्ये फिजियोथेरापी एक प्रभावशाली र दीर्घकालीन उपचार विधिका रूपमा लिन सकिन्छ। फिजियोथेरापी क्षेत्रमा पनि धेरै टेक्निक्सहरू युज गरेको पाइन्छ। एक दक्ष फिजियोथेरापिस्टले चेक गरी सही डाइरेक्सनमा गरेको स्पाइनल मोबिलाइजेसन, म्यानुअल थेरापी र स्पाइनल करेक्टिभ एक्सर्साइजले समस्यालाई छिटो र दीर्घकालीन रूपमा ठिक गर्न मद्दत गर्दछ। धन्यवाद।